जनताको गुनासोपछि रसुवा र नुवाकोटमा 1200 सैनिक थपिए। प्रहरी र सशस्त्रको पनि उस्तै रफ्तार। सेनाले देखायो असली पावर। भेटिएका लास राख्ने समस्या। देशभर कस्ता समस्या छन्? पछिल्लो अपडेट लिएर उपस्थित भएको छु शानदार टिभी र शानदार मीडिया एचडीमा। एक्सट्रीम एनर्जी ड्रिंक। खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले सैनिक बढाएको छ। बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी र सब व्यवस्थापनमा ढिलाइ भएको गुनासोपछि सरकारले खोजी कार्यमा खटिँदै आएको सैनिक जनशक्ति बढाएको छ। प्रधानमन्त्री कार्यालयले जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरेको जानकारी दिएको छ। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको छ। प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर सङ्कलन कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको हो। यसअघि नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटिँदै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज थप 1200 सैनिक परिचालन गरिसके भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव सङ्कलनका लागि परिचालन हुने नेपाली सेनाको कुल सङ्ख्या 2800 पुगेको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बावजुद सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र सङ्कलन गर्ने कार्यलाई अघि बढाइरहेको छ। प्रधानमन्त्री कार्यालयले यो जानकारी दिएको हो। भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु हुनेको शव राख्ने ठाउँको अभाव भएको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या 500 क्रस नै छ। के बाढीमा भेटिएका यस्ता शवहरू गल्न थालिसकेको अवस्थामा छ। हाल शवहरूको सुरक्षित राख्नका लागि पनि ठाउँको अभाव भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीका अनुसार हाल उपत्यका बाहिर भरतपुर, गोर्खा, कपिलवस्तु, बुटवल, तनहुँ, धादिङ लगायतका जिल्लाका 16वटा अस्पतालमा शव राखिएको छ। एउटै अस्पतालमा शव सुरक्षित रूपमा राख्न समस्या भएका कारण विभिन्न जिल्लामा गरेर राखिएको छ। डाक्टर अधिकारीले यसबारे स्पष्ट पार्दै भनेका छन्, एकैपटक बाढीमा परेर मृत्यु भएका व्यक्तिहरूको शव धेरै भेटिएपछि एउटै अस्पताल सुरक्षित रूपमा राख्न समस्या भएपछि हामीले विभिन्न 19वटा अस्पतालमा फरक गरेर राखेका छौँ। टाढा अस्पतालहरूबाट शव लगेर भए पनि शव सुरक्षित तरिकाले राखिएको छ। प्रहरीका हालसम्म सबैभन्दा धेरै शव चितवनमा फेला परेको छ। 469 शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा 178 जनाको शव फेला परेको हो। हालसम्म प्रहरीले बताए अनुसार नै भेटिएका शवहरू कतिपय शरीरका अङ्ग टुक्रिएको अवस्थामा भेटिएका छन्। यस्ता शवहरूको पहिचानमा समस्या देखिएको छ। यता शव राख्ने चिस्यान केन्द्रको अभाव छ। धेरै ठाउँमा धेरै शव भेटिएकाले चितवन र त्यहाँ शव राखिएको भरतपुर अस्पताल लगायतका स्वास्थ्य संस्थामा शव राख्ने क्षमता भनेको 50 जनाको हाराहारीमा मात्र छ, तर त्यहाँ नै 100 भन्दा बढी शव भेटिएको छ। चितवनपछि धादिङ, तनहुँ, गोर्खा, नुवाकोट लगायतका जिल्लामा धेरै सङ्ख्यामा शव भेटिएका छन्। शव अझै भेटिने क्रम जारी छ। विशेष गरी हिलो र पानीमा डुबेर भेटिएका शवहरू सुरक्षित राख्न चुनौती देखिएको छ। यस्ता ठुला प्राकृतिक विपदका बेला शव भेटिन साथ हतारमा दाह संस्कार गर्न नहुने अन्तर्राष्ट्रिय मान्यता छ। विपदका बेला हुने मृत्यु र शव व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाहरूका अनुसार अहिले शव व्यवस्थापनको भन्दा पनि पहिचानको रहेको बताउँछन्। त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागका पूर्व प्रमुख समेत रहेका वरिष्ठ फरेन्सिक विज्ञ डाक्टर प्रमोद श्रेष्ठ यस्तो भन्छन्, हाम्रोमा यस्ता बाढी पहिरोमा परेर एकैपटक धेरैजनाको मृत्यु हुने सङ्ख्या यसपटक धेरै नै हो, तर अझै पनि शवहरू भेटिने क्रम जारी छ। यसका लागि अहिले तत्काल छिटो शवको सङ्कलन र त्यसको पहिचानमा रहेको फरेन्सिक विज्ञ डाक्टर श्रेष्ठ बताउँछन्। वरिष्ठ फरेन्सिक विज्ञ श्रेष्ठ भन्छन्, बाढी र पानीमा परेका शवहरू छिटो गल्ने हुन्छ। अहिले भेटिएका शवहरू सबैभन्दा पहिला सुरक्षित तरिकाले राख्नुपर्छ। त्यसपछि महत्त्वपूर्ण काम भनेको शवहरूको पहिचान हो। मिडियामा आए अनुसार केही सिङ्गो शव भन्दा पनि शरीरका विभिन्न भागका अङ्गहरू मात्रै भेटिएका छन्। यस्तो अवस्थामा त्यस्ता शवको पहिचान वैज्ञानिक तवरले DNA गर्नुपर्ने अवस्था आउँछ। त्यसैले सबै शवको पहिचान गर्न सुरक्षित राख्नुपर्छ। कसरी राख्न सकिन्छ त शव? डाक्टर श्रेष्ठका अनुसार शवलाई सुरक्षित राख्ने सबैभन्दा राम्रो विकल्प भनेको फ्रिज कन्टेनर हो, तर एकैपटक धेरै ठाउँमा हुँदा अपर्याप्त हुन सक्छ। त्यसका लागि अस्थायी चिस्यान गृह बनाउन सकिन्छ। यी विकल्प पनि अपुग भए प्रत्येक शवलाई छुट्टा-छुट्टै तरिकाले जमिन मुनि राखेर गाड्न सकिने डाक्टर श्रेष्ठ बताउँछन्। मृतक मानव शरीरको पनि आफ्नै अधिकार हुन्छ। उहाँहरूको परिवारको भावना जोडिन्छ, तर यस्ता विपदका बेला एकैपटक धेरैको मृत्यु हुँदा र शवहरू विच्छेद अवस्थामा भेटिँदा शवहरू साटिन सक्ने जोखिम उत्तिकै हुन्छ। त्यसैले पहिचान गर्न र आफन्तलाई बुझाउन हतारिनु हुँदैन। त्यसको लागि प्रत्येक शवको छुट्टा-छुट्टै नम्बर राखेर ट्यागिङ गरेर गाड्न सकिन्छ। डाक्टर
श्रेष्ठले भने सबको तस्बिर भेटिएको स्थान, समय, लुगा, गहना तथा शरीरमा भएका विभिन्न चिनारीको विवरण पनि सुरक्षित राख्नुपर्ने हुन्छ ताकि भोलि आफन्तहरूले आफ्नोको सब पहिचान गर्न सहज होस्। यता पासाङ-लम्बू राजमार्ग नुवाकोट र रसुवा जोड्ने मुख्य प्रवेशद्वार मानिन्थ्यो बेत्रावती पुल भदौ 10 गते तिब्बतको हिमताल फुटेर भोटेकोसी हुँदै त्रिशुलीमा विनाशकारी बाढी आएपछि उक्त पुलको बुधबार यता नाम निशाना छैन। विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिको लेखाजोखा एकातिर भइरहेको छ भने बाढी पहिरोबाट बस्न सकेकाहरू पनि रसुवाबाट नुवाकोटतर्फ आउने बाटो नहुँदा उकुस मुकुस जीवन जिउन बाध्य बनेका छन्। बेत्रावती पुल नै नभएपछि रसुवा छुट्टै टापु जस्तो भएको छ। प्रतिनिधि सभा सदस्य मोहन आचार्यले भने सडक मार्फत पनि आवत जावत पुरै रोकिएको छ। सवारी साधन भनेको हेलिकप्टर मात्र हो। बाढीबाट भएको क्षति एकिन विवरण आउन अझै धेरै समय लाग्ने देखिन्छ। तर सरकारले आफ्नो सम्पूर्ण ध्यान बाढी प्रभावितको उद्धार राहत र पुनर्स्थापनामा लगाएको बताउँदै आएको छ। सरकारी प्रयास हुँदाहुँदै पनि रसुवातर्फका नागरिकहरू सरकारको प्रभावकारिता पर्खिरहेका छन्। बुधबारको बाढीपछि रसुवा जिल्लामा डाइरेक्ट यातायातको कुनै एक्सेस छैन। एयर ड्रपबाट मात्र सर्भिस गर्नुपर्ने अवस्था छ, सांसद आचार्यले भनेका छन्। यससँगै आचार्यले नुवाकोटमा टन्नै राहत सामग्री पुगे पनि उक्त राहत सडक अभाव भउँदा रसुवा पुर्याउन नसकेको बताउँछन्। रसुवाको विदुरमा राहत थुप्रिएको छ। पारिपट्टि सडक सञ्जाल टुटेका कारण रसुवामा पुग्न सकेको छैन। राहतका लागि रसुवामा अहिले धेरै भिड लागिरहेको छ। नुवाकोटसँग जोड्ने काम गरिरहेका छन्। अहिले गोसाइँकुण्ड गाउँपालिकाको घट्टेकुलो डिङुरेसा प्रवेशी अछामे टुरेको हागु बेसी मईको पुरानो बजार सबैभन्दा धेरै क्षतिग्रस्त भएको उनले बताए। ती स्थान खण्डहरूमा परिणत भएका छन्। जनधनको क्षति कुनै लेखाजोखा नै छैन। उत्तर गयाको खाल्डे, कालिकाको रामचे, बेत्रावती बजार लगायतका ठाउँ सबैभन्दा क्षति भएका स्थान हुन्। आचार्यले घाइतेहरूको उद्धार भए पनि राहत र अन्यको रेस्क्युको व्यवस्थापन नै गर्न कठिन भएको बताउँछन्। राजधानी काठमाडौँ र नेसनल हाइवेसँग रसुवा टुटेको छ। यसलाई जोड्न नसक्ने हो भने धेरै सहज हुन्थ्यो। त्यसका लागि सडक सञ्जालमा कुनै न कुनै माध्यम जोड्ने प्रयास भइरहेको छ। रसुवातर्फ पनि मानिस बचेका छन्। उनीहरूलाई होल्डिङ सेन्टरमा लगाउन जरुरी रहेको बताएका छन्। रसुवालाई नुवाकोटसँग जोड्ने 2वटा विकल्पबारे छलफल भइरहेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत नेपाली सेनाका 20वटा ट्रकबाट त्रिशुलीमा राहत सामग्री ढुवानी गरिएको बताउँछन्। 2 स्थानमा बेली ब्रिज हालेर जोड्न सकिने भने अनुमान हुन सक्छ र तयारी पनि छ। त्यस्तै दोस्रो उपाय भनेको बेली ब्रिज राखेर भोर्लेको पुछारतिरबाट पनि जोड्न सकिने उनले बताएका छन्। त्यो काम 4-5 दिनमा गर्न सकिन्छ। त्यो उपाय अघि बढ्ने प्रयासमा छौँ। यस्तै देशभर अन्य प्रयास भइरहेका छन्। रसुवाका स्थानीय नेता पेम्बा तामाङका अनुसार नुवाकोटको विदुरसम्म पुगेको राहत सामग्री रसुवा तर्ने समस्या भएको बताउँछन्। यस्तै देशभरका विभिन्न समस्या म तपाईँलाई बताइरहेको छु। अहिले प्रधानमन्त्री बालेन्द्र शाहले पनि आफ्नो तर्फबाट सक्दो कोसिस गरिरहनु भएको छ। यसबीच शुक्रबार अपराह्नबाट काठमाडौँ टोखा सहरे मुगलटार पुल अपरा नजा लच्याङ सरगम थली पाटी खर्क हुँदै बोगटी टार कालिका स्थान भुन्चे सडक खण्ड 4 चक्के सवारी साधन सञ्चालन हुने सुचारू हुने भएको सडक विभागले जनाएको छ। यो सडक खण्ड सुचारू भएसँगै रसुवा सडक सञ्जालसँग आंशिक रूपमा जोडिएको छ। यो राष्ट्रिय विपत्ता भोटेकोसी र रसुवा भोटेकोसीको नदीमा भएको यो ठुलो डिजास्टर र यो डिजास्टरमा देशभरिकै एउटा शोकमय स्थितिमा हामीहरूले टुरिस्टहरूको त्यसमा कति मिसिङ भएको छन्, कति रेस्क्यु भएको छन् त्यो अपडेट गराइरहेछौँ हामीले। निजी क्षेत्रका खास गरी माउन्ट कैलाश र मानसरोवर टुर अपरेटर एसोसिएसनमा आबद्ध पर्यटन व्यवसायी उहाँहरूसँग सम्बन्ध सबै टिमसँग निरन्तर अपडेट लिई र टुरिस्ट पुलिस र यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोअर्डिनेसनमा यो काम भइरहेको र अहिलेसम्मको हामीले अन्तर्राष्ट्रिय टुरिस्टहरू जो नेपालमा आएका थिए उहाँहरूको लगभग 757 मिसिङको र उहाँहरू कन्ट्याक्ट विहीन भएको जानकारी हामीले पाएका छौँ। साथसाथै हिजो 36 थियो भने आज 171वटा विदेशी पर्यटकहरूको रेस्क्युड भएको छ। काठमाडौँको वीर ट्रमा टिचिङ लगायतका ठाउँमा उहाँको उपचार भइरहेछ र अहिले यो रेस्क्यु हुने क्रम बढेको छ। यहाँलाई थाहा नै भएको कुरा हो यो कि ठुलो जनशक्ति र जनधनको लस भएको छ। यसमा सबैको सहयोग सबैको यो उद्धारमा सहयोग प्राप्त भएको छ र यसमा नेपाल सरकार नेपाल सेना प्रहरी सबै लगभग 13,000 प्लस
यसमा उद्धारमा लागेका छन्। हिजो मात्रै 67 फ्लाइट्सबाट लगभग 700 प्लस सबै लोकलहरूलाई त्यहाँ रेस्क्यु गरियो र बाई ल्यान्डबाट पनि 700 प्लस गर्दाखेरि 1500 जतिलाई हिजो रेस्क्यु गरेको थियो। र यसमा अहिले मैले विदेशीको फिगर बोल्दाखेरि 171 वटा रेस्क्यु भएका छन्। ती रेस्क्यु भएका परिवारहरू पनि काठमाडौँ आइसकेका छन्। उहाँहरूले निरन्तर सम्पर्क गरिरहेछन् र यसमा एम्बेसीसँगको कोर्डिनेसन, मिडियाको कोर्डिनेसन, राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाहरूसँग कोर्डिनेसन, हाम्रो मिडिया सेल, क्राइसिस सेल हामीसँग जो हामीले एउटा बोर्डमा हाम्रो संरचनामा छ। हाम्रो सँगसँगै हाम्रो नेपाल टुरिस्ट पुलिस, पर्यटन विभाग, संस्कृति तथा पर्यटन मन्त्रालय सबैको कोर्डिनेसनमा यो इन्फर्मेसन डिसेमिनेट गर्ने र अन्तर्राष्ट्रिय जगतमा यसको प्रत्यक्ष यसको जानकारी गराउने र टुरिस्टहरूलाई त्यो कन्ट्याक्टमा नभएका टुरिस्टहरूको जानकारी हामीले टुर अपरेटर मार्फत पाएका छौँ। उहाँहरूसँगको कोर्डिनेसनमा अहिले सर्च अपरेसन बढी, अहिले तल्लो माथिल्लो मिसिङभन्दा पनि तल्लो सर्च रेस्क्युमा बढी काम भइरहेको छ। नारायणी को वरिपरि चितवन त्यो क्षेत्रमा होल टिम नै गएर त्यसको खोजबिन काम भइरहेछ। मलाई लाग्छ अहिले हामीले यो कामलाई निरन्तर दिइरहेछौँ। हामीले मलाई अब यसमा हरेक आवर हामीले अपडेट गराइरहेछौँ र मलाई लाग्छ अब यो 171 रेस्क्यु भएको पनि एउटा राम्रो पक्ष हो पर्यटकको। म आशा गर्छु अरू पर्यटकहरू पनि ल्याक अफ कन्ट्याक्टले टाढा भएका हुनुपर्ने हो र छिटै उहाँहरू सम्पर्कमा आउने र कमसे कम क्याजुअलिटिज होस् भन्ने अभिलाषा राख्दै सबैलाई अपिल गर्दछु। यो उद्धारको काममा NDRRMA जो वेबसाइट छ, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको, त्यो वेबसाइटलाई हेर्ने र त्यो वेबसाइटमा आफ्नो रेस्क्यु चाहने या रिलिफ फन्डमा सहयोग गर्ने सबै कुराहरू त्यसमा छन्। त्यसमा सबैको सहभागिता, यो राष्ट्रिय विपत्ता परेको यो समयमा मलाई लाग्छ सबैको साथ र सहयोगको राष्ट्रले मागेको छ।